आधारभूत तर निकै महत्त्वपूर्ण अंशलाई निहाल्दैछौँ र यसका लागि हामी एउटा नेपाली व्याकरणको किताबको सहारा लिनेछौँ जसले हामीलाई नाम अर्थात् संज्ञाका प्रकारहरू बुझ्न मद्दत गर्नेछ। कहिल्यै सोच्नु भएको छ यो प्रश्नबारे? हामीले देख्ने, छुने र महसुस गर्ने हरेक कुरालाई चिनाउनलाई शब्दहरू कहाँबाट आउँछन्? खैर, यो सबैको सुरुवात हुन्छ नामबाट, जसलाई हामी संज्ञा पनि भन्छौं। यसको परिभाषा त हेर्नुस्, एकदमै सरल छ। व्याकरणको किताब अनुसार नाम भनेको कुनै पनि व्यक्ति, ठाउँ वा वस्तुलाई दिएको एउटा पहिचान हो। यो त भाषाको नागरिकता जस्तै भयो, जसले हरेक कुरालाई एउटा परिचय दिन्छ। तर कुरा यतिमा मात्रै सकिँदैन। यो नाम दिने तरिकाको पनि एउटा पुरै प्रणाली छ, एउटा सुन्दर संरचना छ। नेपाली व्याकरणले नामलाई 5वटा मुख्य कोटिहरूमा बाँड्छ र आज हामी यही 5 प्रकारको यात्रामा निस्कदैछौँ। अनि हाम्रो मार्गदर्शक हो यही किताब। यसको पानामा हेर्नुस् त, नामका 5 प्रकारहरू एकदमै स्पष्टसँग लेखिएको छ। व्यक्तिवाचक, जातिवाचक, द्रव्यवाचक, समूहवाचक र भाववाचक। लौ त अब यसमा अलि गहिरिएर हेरौँ। हाम्रो यात्राको नक्सा यस्तो हुनेछ। हामी एक एक गर्दै नामका हरेक प्रकारलाई बुझ्दै जानेछौँ। हाम्रो यात्रा सुरु हुन्छ नामको सबैभन्दा विशेष प्रकार, व्यक्तिवाचक नामबाट। यसको मतलब के हो भने, व्यक्तिवाचक नामले कुनै एउटा एकदमै तोकिएको चिजलाई मात्र चिनाउँछ। यसले कुनै पुरै वर्गलाई होइन, केवल एउटा विशेष पहिचानलाई मात्र सङ्केत गर्छ। जस्तै जब हामी काठमाडौँ भन्छौँ, हाम्रो दिमागमा संसारको अरू कुनै सहर आउँदैन, सिर्फ नेपालको राजधानी आउँछ, होइन त? त्यसैगरी राम एउटा विशेष मान्छेको नाम हो र सगरमाथा संसारको एउटा मात्र सर्वोच्च शिखरको। यिनीहरू अद्वितीय छन्, खास छन्। अब व्यक्तिवाचक नामले त विशेष कुरालाई जनायो भनेपछि यसको ठिक उल्टो के होला त? हो, अब हामी हेर्छौँ साधारण वा जातिवाचक नामलाई। अघि हामीले एउटा विशेषको कुरा गर्यौं, अब चाहिँ कुनै पनिको कुरा आउँछ। जातिवाचक नामले एउटा सम्पूर्ण वर्ग वा समूहको साझा नाम दिन्छ। सोच्नुस् त, किताब भन्दाखेरि कुनै एउटा विशेष किताब, जस्तो कि मुनामदन भन्ने बुझिँदैन। कुनै पनि किताब हुन सक्छ। घर पनि त्यस्तै हो। यो बस्ने ठाउँको एउटा साझा धारणा हो, कुनै एउटा तोकिएको घर होइन। अब पालो आयो 2वटा यस्ता नामको जुन एक अर्कासँग जोडिएका जस्ता लाग्छन्, तर छन् एकदमै फरक। एउटाले पदार्थलाई जनाउँछ, अर्कोले समूहलाई। यी दुईमा के फरक छ त्यो बुझ्न निकै रमाइलो छ। एकातिर छ द्रव्यवाचक नाम, जसले कुनै पदार्थ वा सामग्रीलाई जनाउँछ, जस्तो सुन वा पानी, जसलाई हामी नाप्न तौल्न सक्छौं। अनि अर्कोतिर छ समूहवाचक नाम, जसले चाहिँ धेरै व्यक्ति वा वस्तुहरूको सङ्ग्रहलाई एउटै नाम दिन्छ, जस्तै फौज। फौज भनेको एउटा सिपाही होइन, धेरै सिपाहीहरूको समूह हो। ल, अब हामी पुग्यौँ हाम्रो अन्तिम र सायद सबैभन्दा गहिरो श्रेणीमा। ती नामहरू जसलाई हामी छुन सक्दैनौँ, देख्न सक्दैनौँ, तर गहिरोसँग महसुस गर्न सक्छौँ। भनेपछि भाववाचक नामले ती कुराहरूलाई शब्द दिन्छ जसको कुनै भौतिक रूप हुँदैन, जस्तै माया, रिस, खुशी, दुःख। यी सबै हाम्रा अनुभव हुन् जसलाई यी नामहरूले अर्थ दिन्छन्। यो उदाहरणले यसलाई झनै प्रष्ट पार्छ। यो वाक्य हेर्नुस् त, मित्रता शब्दलाई न हामी देख्न सक्छौं न छुन, तर यो कति शक्तिशाली र वास्तविक सम्बन्ध हो हामी सबैलाई थाहा छ। ल, हामीले 5वटै प्रकार हेरिसक्यौं। अब एकैछिन रोकिएर हामीले अहिलेसम्म के कुरा गर्यौं त्यसलाई सर्र एकपटक हेरौँ है त। अनि फेरि पनि हामीले गरेको यो पुरै विश्लेषणको आधार भनेको यही व्याकरणको किताब हो। नेपाली भाषाको संरचनालाई बलियो बनाउने आधार नै यस्तै नियमहरू हुन्। यो तालिकाले त सबै कुरालाई एकै ठाउँमा एकदमै सफासँग देखाइदिन्छ। व्यक्तिवाचकले कसरी विशेष नाम जनाउँछ, जातिवाचकले साझा वर्ग, अनि द्रव्य, समूह र भाववाचक सबैको मुख्य विचार र उदाहरण यहाँ स्पष्ट छ। भनेपछि कुरा के हो भने, कुनै एउटा विशेष व्यक्तिदेखि लिएर छुनै नसकिने भावनासम्म यी 5 प्रकारका नामहरू नै हुन् जसको जगमा बसेर हामी आफ्नो पुरै संसारको वर्णन गर्छौं। कति अचम्मको कुरा, होइन?
अनि जाँदा जाँदै एउटा कुरा सोच्न छोडेर जाउँ, यदि न्याय, स्वतन्त्रता वा प्रेम जस्ता शब्दहरू नै नभइदिएको भए के हामीले ती अवधारणाहरूलाई त्यसरी नै बुझ्न सक्थ्यौँ होला? कतै भाषाले नै त हाम्रो वास्तविकता बनाइरहेको छैन? सोच्न लायक कुरा छ।